अलराइट गाइज आजको ट्रिप रहेको छ मुस्ताङसम्म र मुस्ताङमा चाहिँ हाम्रै आन्टीहरु गइराको छ प्लस गाइज आन्टीहरुको छोरी पनि गइराको छ। ओ माय गॉड मजा आउला जस्तो छ। बाटोमा जाँदा जाँदा यस्तो पनि भएको थियो र अर्को चोटी गाइज हात्तीहरुले पुरै बाटोै रोक्दिरा। अलराइट गाइज अहिले चाहिँ मैले बसलाई पनि मोडिफाई गरेर ल्याइदिसकेको छु। अब चाहिँ गाइज हाम्रो जति पनि आन्टीहरु छ नि बचेको तिनी आन्टीहरुलाई चाहिँ हाम्रो बसमा जसरी पनि किलकाल गरेर लानु पर्ने हुन्छ के। ओके गाइज हेरेर चाहिँ जनताहरु बसिरहेको छैन। आन्टीहरु मज्जाले बस है अनि सबैलाई सिट चाहिँ पुग्नु पर्यो है। सबभन्दा अगाडि चाहिँ हामी बसको भित्र हेर्न चल्दिनु पर्ने हुन्छ को बस्या छ के। ए बुढी आज त मुस्ताङसम्म जाने हो त तिमीलाई यो कुरा थाहा छ नि आज कस्तो बबाल रमाइलो होला ल भन त। आके बुढा धेरै रमाइलो लिनु पर्दैन यता भ्यू हेर न कस्तो बबाल छ। आज कस्तो कालो भएर पनि दुईटा केटीको बिचमा बस्नु परिरहेको छ कस्तो लाज लागेर आइरहेको छ। ओइ काले धेरै मक्ख नपर्न जाठो। अलराइट गाइज यतिखेर चाहिँ हामीले बस भित्र ओभरै बबाल भ्यू हेर्दिसक्यौं। अब चाहिँ हामी मुस्ताङसम्म चल्दिनु पर्ने हुन्छ किनकि गाइज म यो रोडको त हेभी ड्राइभर। अब चाहिँ हामीले रेसलाई पुरा ओपन तरिकाले खोल्दिनु पर्ने हुन्छ। 500 को स्पिडमा भगाइदिने हो। अगाडि कोही पनि आएपछि भाइ सब हामीले ठोक्दिने हो के गाइज यतिकै पनि। ओइ यो बस वाला के गरिरहेको छ बीच सडकमा नखडा देखाइरहेछ के यसलाई त। ओइ केटाकेटीहरु साइड लाग है आज मेरो हातबाट कोही पनि बच्ला जस्तो छैन के गाइज किनकि गाइज म यहाँको हेभी ड्राइभर हो के। आज चाहिँ गाइज हाम्रो गाडीमा पुरा पेट्रोल पुरा फुल छ के गाइज त्यही भएर गाइज गाडीलाई हाम्रो भगाउने मात्रै अर्को काम छ के। ल जातेरी माटोले तपाईहरुले देख्न सक्नुहुन्छ गाइज हैन ह्यान्डल चाहिँ माथिबाट पानी आइसकेको छ के कति छिटो पानी आउन खोजेको के। यस्तै भएपछि फेरि हाम्रो बस पनि चिप्लिनको कारण अर्को रहेको छ के। अब बसमा यताउता ठक्कर लागेपछि म चाहिँ जिम्मेवारी छैन है त केटाकेटीहरु तिमीहरु आफै साइड लागेर चलाऊ है गाडी म त यहाँको हेभी ड्राइभर हो गाइज। ओइ ड्राइभर रोके त पिसाब लागिसक्यो मान्छेलाई कस्तो ड्राइभर रहेछ। के कस्तो रहेछ यो ड्राइभर गाडी रोक्नु छैन केही छैन त्यसै मुस्ताङ पुराइदिने गरेछ कस्तो। रुकौ है साथीहरु रुकौ हामी चाहिँ डाइरेक्ट झ्याङतिर लानु पर्ने हुन्छ गाइज हैन। गाडीलाई चाहिँ मैले झ्याङतिर घुसाइदिएको छु। लु है आन्टीहरु मैले चाहिँ बसलाई झ्याङतिर रोकिदिएको छु सबैजना उत्र है पछि फेरि बस रोक यताउता भन्न मिल्दैन नि फेरि। ओइ बुढा जाऊ न मलाई कस्तो पेशाब लागिसक्यो कति पेशाब थामी राख्नु के मैले। तेरीका पेशाब सेसाब पनि के फेर्ने के बुढी तिम्रो भ्यू त सबैले देखिहाल्छन् त फेरि। आज त कस्तो कालो भएर पनि म दुई केटीको बिचमा बस्नु परिरहेको छ के। म फेरि कस्तो भाग्यमानी केटो रहेछु के। ए काले हिर्त अगाडि हाम्रो दुईटैलाई कस्तो पेशाब लागिसक्यो पछि बस्लास के काले। म त कस्तो कालो छु के पछि त तिमीहरु ह्यान्डर आउनेवाला हैनौ यो कुरा मलाई थाहा छ। यी दुई केटाहरु पनि हेरेका हेरेछन् यिनीहरु सुचिर आउलान् पाउला भनेर पाउला जाठाहरु। यिनीहरु आउन या नआउन मलाई बाल भएन गाइज छैन म चाहिँ चल्दिनु पर्ने हुन्छ झ्याङतिर मलाई त लास्टै पेशाब लागिसक्यो के। ओके गाइज सबै जनताहरु त फ्रेस भइ नै सक्यो होला म पनि भइसक्यो भनेपछि उनीहरुको मलाई मतलब भएन सायद उनीहरु पनि भइसक्यो होला। अब चाहिँ हामीले बसलाई कहीँ पनि रोक्ने हैन यदि कसैले रोक्न भन्छ भने त्यसलाई त एकैचोटी हानेर पक्लक्कै पार्दिने हो के गाइज। सो केही छैन अब चाहिँ हामी निस्किनु पर्ने हुन्छ मुस्ताङको ट्रिपमा। अब हामीले खाना खानु पर्ने हुन्छ साँझतिर गाडी रोकिन्छ है त डाइरेक्ट। ओइ ड्राइभर रोक त हामीलाई कस्तो भोक लागिसक्यो तिमीले भने पनि नमान्नु केही नमान्नु हामीले त अब भाडा दिने मन लागिरहेको छैन के अब यो ड्राइभरलाई। अलराइट गाइज फेरि को रहेछ के यो बस रुकाउने हालो यसो बस भित्र गएर हेर्दिउ न को रहेछ हैन। ओइ बुढा जाऊ के होटलतिर मलाई कस्तो भोक लागिसक्यो के। अब होटलतिर त जानु कि अब सबै मान्छेले दोकानमा सामान किन्न छाडी सब मान्छे तिमीलाई हेरेर बस्लान् र केही न केही। बात त सही है दौडना त ओइ हामीले आजसम्म कोही केटै पाएन हामी दुई केटी त सिंगलै मरिरहेछौं। यो त पारै भएन। हेर कपडा पनि यस्तो लगाछ त अनि कहाँबाट बोयफ्रेन्ड बन्थ्यो त खोइ। ओके गाइज मैले होटलमा चाउमिन र मोमो खाइसकेको छु। अब चाहिँ हामी यता निस्किनु पर्ने हुन्छ मुस्ताङको ट्रिपमा। अब गाडी कहीँ पनि रोकिदैन डाइरेक्ट मुस्ताङसम्म पुग्नु पर्ने हुन्छ यो गाडी ठीक छ। अलराइट गाइज अहिले चाहिँ हामी मुस्ताङ पुगिसकेका छौं। हजुरहरुले भ्यू देख्न सक्नुहुन्छ बबाल छ चारैतिरको अनि यतातिर सिटी पनि बबाल छ के यो मुस्ताङको सिटी रहेको छ। डाँडा त मलाई पर्सनली एकदम मेरो फेभरेट हो के गाइज। अहिले हामी डाँडामा गएर यसो फोटो सोटो हान्नु पर्छ भ्लग बनाउनु पर्छ के गाइज। अरु मान्छे आउने या नआउन मलाई त मतलबै भएन गाइज छैन म चाहिँ दौडेर चल्दिनु पर्ने हुन्छ। अब चाहिँ हामीले त्यो माउन्टेनमा गएर सो तपाईहरुले देखिराख्नु भएको छ नि भ्यू जस्तै त्यो मुस्ताङको भ्यू रहेको छ हैन त्यहीमा चाहिँ गएर अब म फटाफट गएर भ्लग बनाउँछु के गाइज।
वाउ वाउ यो त बब्बाल तरिकाले चढिरहेछ गाइज मैले चप्पल लगाएको छु तर पनि फ्याट चप्पल लगाएर चढिरहेको छ क्या माथि अलराइट गाइज अहिले चाहिँ म माथि पनि आइसकेको छु अब चाहिँ म यहाँबाट तल चाहिँ म गिर्न सक्छु त्यही भएर अब योभन्दा माथि चाहिँ मैले जानु पर्दैन आजको भ्लगलाई यतैतिर व्यवस्थापन गर्नुपर्छ हजुरहरूलाई यो भ्लग राम्रो लाग्यो होला भने लाइक गरिदिनु होला च्यानलमा नयाँ आइराख्नु भएको छ भने सब्स्क्राइब गरिदिनु होला बाँकी म हजुरहरूसित भेट्ने छु नेक्स्ट भिडियोमा थ्याङ्क्स फर वाचिङ